आज चाहिँ म ओरिएन्टेसन क्लास गाइस आज म तपाईहरुलाई ओरिएन्टेसन क्लास भनेको के हो र ओरिएन्टेसन गर्नुपर्ने किन हो भन्ने कुरा सबै जानकारी दिनेवाला छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। आज म गएको छु ओरिएन्टेसन क्लासको लागि बुटोल चौडामा र आज मैले ओरिएन्टेसन क्लासमा के कुराहरु सिके र के कुराहरु सिक्नु पर्दो रहेछ भन्ने कुराहरु आज म तपाईहरुलाई यो भिडियोमा पुरा भन्नेवाला छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। त्यो भन्दा पहिला स्वागत छ तपाईहरुलाई फेरि मेरो अर्को नयाँ ब्लगमा। आजको ब्लग तपाईहरुलाई एकदम स्पेशल हुनेवाला छ। भिडियोलाई स्किप नगरी हेर्नु होला है त। आज चाहिँ मेरो ओरिएन्टेसन क्लासको डे 2 हो किनकि मैले डे 1 को भिडियो मैले सुट गर्न पाइन। यो चाहिँ डे 2 हो। 2 दिनको क्लास हुन्छ जसमा चाहिँ हामीहरुले एक दिन पनि मिस नगरी पढ्नुपर्ने हुन्छ, जानुपर्ने हुन्छ। यो तालिम हो एउटा। तालिमलाई चाहिँ हामीले लिनुपर्ने हुन्छ। त्यहाँ गएर चाहिँ यो तालिम मिस गर्नु हुँदैन। 2 दिनको तालिम चाहिँ हामीले अवश्य अनिवार्य लिनुपर्ने हुन्छ है त। ओरिएन्टेसन क्लासमा हामीहरुलाई प्राय धेरै जसो चाहिँ हामीहरुले आफैले भोगेका कुराहरु जस्तो विदेशमा गएका नेपालीहरुले भोगेका कुराहरु दुःख आपत्तिहरुलाई समेटेर चाहिँ एउटा नियम कानुन बनाएको छ वैदेशिक रोजगारले। त्यसबाट पाइने हामीहरुले सुविधाहरुको बारेमा र हामीहरुले नयाँ ठाउँमा गएर उहाँको देशको नियम कानुनहरु के कस्तो छ, ट्राफिक नियमहरुदेखि लिएर शरीर अङ्गभङ्ग भएको अवस्थामा पनि सरकारले के कस्तो गर्दो रहेछ, कस्तो व्यवस्था छ नेपाल सरकारको भनेर चाहिँ यहाँबाट चाहिँ हामीहरुले यो सब कुराहरु चाहिँ हामीले यहाँ पढ्नुपर्ने हुन्छ। र विदेश जानुभन्दा अगाडि हामीहरुले तयारी गरेर जानुपर्ने हुन्छ। वहाँ जाँदा के गर्नुपर्छ, कस्तो तरिकाले बस्नुपर्छ, कसरी काम गर्नुपर्छ, नयाँ ठाउँ, नयाँ भाषा, नयाँ संस्कृति हामीहरुले यो सब चीजलाई बुझेर अगाडि बढ्नुपर्छ भनेर चाहिँ हामीहरुलाई यो नेपाल सरकारले एउटा ओरिएन्टेसन क्लास लिनुपर्छ भनेर चाहिँ हामीहरुलाई यसरी सिकाएको छ। हामीले चाहिँ यो गर्नै पर्छ भनेर एकदम अनिवार्य छ किनकि यो सबैले गर्नै पर्छ। बुझेर गयो भने हामीहरुलाई विदेश जाँदाखेरि एकदमै सजिलो हुन्छ र पछि गएर गाह्रो पर्दैन। काम गर्दाखेरि काम गर्न नसकेर वापस आउनु पर्यो भने पनि वापसी आउनु पर्यो भने पनि नेपाल सरकारले त्यसबाट हामीहरुलाई आधा पैसा केही न केही सुविधाहरु त्यहाँबाट हामीले पाउन सक्छौं। त्यसैले यो चीजहरु हामीले सिक्नु पर्छ। यति नै हो गाइस, अरु केही पनि हैन। एकदम सजिलो छ। तपाईहरुलाई नबुझेको कुराहरु सोध्न सक्नुहुन्छ। र आजको मैले जुन पढे, जुन चीज मैले देखे, मैले तपाईहरुलाई आज त्यो अनुभव तपाईहरु सामु शेयर गरेको छु। तपाईहरुलाई कस्तो लाग्छ आजको भिडियो हेरेर कमेन्ट गर्नु होला। म भन्दा पहिला पनि कति साल पुराना मान्छेहरु, कति वर्ष पहिला पनि बसेका मान्छेहरुले भोग्नु भइसकेको छ होला। यो चाहिँ मेरो फर्स्ट हो। तपाईहरुलाई कस्तो लाग्यो आजको भिडियो कमेन्ट गर्न नभुल्नु होला। ओरिएन्टेसन क्लास भनेको यही नै हो। मिल्ने छु फेरि अर्को नयाँ ब्लगको साथ। म चाहिँ छोराबाट यो भिडियो बनाउँदै छु। आजलाई यति नै। बाइ बाइ।